हेलो गुड मर्निङ। फेरि दाउनेको जाममा 5-6 घन्टा बसिसकेपछि हामी आइपुग्यौँ दासढुङ्गाभन्दा अगाडि सट्ट यो आनन्दको मौसम तलतिर त्रिशुली माथितिर है। बाटो पनि राम्रै छ अहिले, मुगली घानघाट बाटो होइन। यता आइपुग्यौँ हामी अहिले। बाटो जे होस्, हाम्रो यो विजय दाइ मुङसुक धरेर फ्रेस हुनुभएको छ अहिले, कपाल मसार्छन् हो। स्यान भाइले दिइरहेको छ, म एकछिन रेस्ट गरेको अवस्थामा। मुस्कान फेरि हेर न, मान्छे फेरि कस्तो छ, राजेश पाल राईको भाइ जस्तो। 15 किलो पुग्न लागिसक्यौँ हामी। अब हामी यहाँबाट सर जान्छौँ कहाँ भनेपछि मौवा खोला गएर हामीले चिया खाने कार्यक्रम हुन्छ। ल मौवा खोला पनि आइपुग्यौँ हामी फाइनली। माथि बाटो सर र गाडी हिँड्दा छ, कच्ची छ बाटो त धेरै हल्का होइन। यो मौवा खोला त त्रिशुली अहिले त सुनसान छ त्रिशुली, बर्खामा फेरि कडै हुन्छ यो। चिया खाने क्रममा फेरि ट्याक्क हाम्रो यति बेलै 6693 साउजी आउनुहुन्छ। म चाहिँ एउटा कफी खाएँ, हल्का ज्यान फ्रेस गराउनु पऱ्यो, दाइले कफी खोल्दै हुनुहुन्छ। एक गिलास कफी खाएपछि पालक दाइ आएर फेरि ट्याक्क सेल हान्नु भएको छ, बुझा हाल्नु भएको छ, ज्यान अनुसार हान्नु भएको छ उहाँले पनि। यता त भन्नै पर्दैन, राँगो पनि ठिक्क भइहाल्छ। दिइरहनु भएको छ यहाँले पनि मस्त। ल आजलाई भिडियो यति नै, यहीँबाट सकाइदिउँ। अर्को भिडियो नेक्स्ट पार्टमा हेरौँला होइन। अब यहाँबाट लागियो, अब आफूले त खाइयो सब कुरा, अब गाडीले पनि खुवाउनु पऱ्यो, फेरि यहाँ आएर टक्क तेल हाल्नु पऱ्यो। ल साथी हो, अर्को भिडियो अब अर्को यसमा हेरौँला। यो धेरै लामो भइसक्यो भिडियो पनि है। ओके बाई।